चाहिँ ग्रिनल्यान्ड आर्को पार्क एन्ड रिसोर्ट भन्ने ठाउँमा आइसकेका छौँ। अहिले म चाहिँ रुममा छु। म चाहिँ रुम टुर चाहिँ दिनेछु। अहिले हामी रातिको 8 बजे आइपुगेका छौँ अनि यहाँको कस्तो छ के छ हामी भोलि बिहान नै सबै कुरा चाहिँ डिटेलमा देखाउनेछु। अहिलेलाई चाहिँ हजुर हेर्न सक्नुहुन्छ रुम टुर। दिस इज आवर रुम। हाम्रो चाहिँ सामानहरू राखेका छौँ, ज्याकेटहरू। एन्ड दिस इज वासरुम। दिस इज रुम टुर यस्तै छ, ठिक छ। अनि यहाँको चाहिँ म र साथी हो। साथी चाहिँ यहाँ हुनुहुन्छ। बाहिर चाहिँ अहिले अँध्यारो छ, यस्तो देखिएको छ। सबै कुरा विस्तारमा देखाउनु छु। हस्, थ्याङ्क यू। दिस इज आवर स्न्याक्स। यहाँ चाहिँ मोमो छ, प्राउन, पापड, फ्रेन्च फ्राइज, चाउचाउ सादेको अनि ससेज। अरू केही छ आइटम छैन। यति आइटममा हाम्रो यता छ। हाम्रो सरजी यता हुनुहुन्छ। एन्ड वी आर इटिङ नाउ दिस। कस्तो हो स्न्याक्स? ठिक छ। हाम्रो डिनर टाइम। डिनरमा हाम्रो यो गुन्द्रुक सादेको, चटनी, मासु, दाल, साग, सब्जी, पापड, भात, घिउ हालेको अनि सलाद। गुड मर्निङ गाइज। बिहान भएको छ। गुड मर्निङ। मजाको घाम लागेको छ। दिस इज फार्मिङ। लेट्स गो टु ब्रेकफास्ट। ब्रेकफास्ट गर्न लागेको। अनि दिस इज आवर फापर रोटी। दिस इज कोदोको रोटी। यहाँ चाहिँ कफी छ, यहाँ चाहिँ साथी छ, यहाँ चाहिँ म छु। लेट्स ह्याभ इट। मिलेर खाँदा कुन ठिक छ? खुद
त्यो दामी खबर यो मलाई के लाग्छ दुइटै छ मिठो त छ तर कम्पेयर गर्दा कस्तो भन्दा हेभी जस्तो क्या यो चाहिँ हेभी जस्तो भयो त्यो चाहिँ सफ्ट अनि लाइट फ्रेस जस्तो लाग्यो फ्रेस त दुइटै फ्रेस हो क्रन्ची छ है यो होइन क्रन्ची लाग्यो मलाई हाल्नु हाल्नु आलु पनि 800 रुपियाँ भन्ने त हामी चाहिँ ब्रेकफास्ट गरेर गयौँ यो ठाउँको हल्का तपाईँलाई हामी देखाउनेछौँ भिडियो यस्तो छ हेर्न सक्नुहुन्छ यही हो रिसोर्ट चेकआउट गर्न लाग्यो हामीले मजाको घाम लागेको छ हामी चाहिँ ग्रिनल्यान्ड अर्को पार्क एन्ड रिसोर्टमा छौँ हेर्न सक्नुहुन्छ दिस इज एरिया ब्युटिफुल एरिया अनि यता चाहिँ फार्मिङ भएको छ दिस इज फार्मिङ एरिया यता चाहिँ बन्दाकोपी मजाले फार्मिङ भएको छ उता केराउ यो त यही हो प्रपर्टी अब चाहिँ हामी चेकआउट गर्ने हो रुमतिर जानु भएको रुम चाहिँ हाम्रो पछाडि छ रुम चाहिँ यही हो मेस्सी छ डन बाई हामी रिसोर्ट लगाएर फर्क्यौँ घरतर्फ बाई बाई टु ग्रिनल्यान्ड अर्को पार्क एन्ड रिसोर्ट एक्सपिरियन्स भन्नुपर्दाखेरि ठिकठाक नट भेरी गुड not very bad. Package wise, price wise, it's good. For couple, 3,500. It's good. Snacks, dinner and breakfast and room. आएर
चिल गर्न सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ साथीभाइहरूसँग र परिवारसँग फ्यामिलीसँग आएर पनि तपाईँ इन्जोय गर्न सक्नुहुन्छ। जस ठिक छ। अब यो ब्लगलाई हामी एन्ड गर्दैछौँ। Thank you so much for watching this vlog. See you next time and next vlog. Bye bye.